लागिरहेछ त मसँग घुम्न जान पाउँदा है तिमी त जाबेनी जस्तो भइरहेछ हेलो साथीभाइहरू सबैजनालाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। धेरै पछि मैले फेरि भ्लग बनाउँदै छु। तपाईँहरूले मेरो भ्लगको टाइटल थम्बनेल हेरेर नि थाहा पाइसक्नु भयो होला आजको हाम्रो भिडियो चाहिँ के सम्बन्धी हुँदैछ भनेर। आज चाहिँ हामी घुम्न जाँदैछौँ होइन, घुम्न जाँदैछौँ। जिब्रो नि कस्तो लडबडी चाहिँ जाँदैछौँ भएछ होइन। यस्तै हो कहिलेकाहीँ हुन्छ होइन। हाम्रै साथीभाइहरू चाहिँ यहाँ छौँ हामी। हाई भनिदेऊ त केटी हो। हामी चाहिँ आज घुम्न जाँदैछौँ गोदाबारीसम्म। म चाहिँ पहिला नै गइसकेको छु, तर फेरि पनि साथीहरूसँग जाँदैछु। अहिले चाहिँ हामी यहाँ ललितपुरको गोदाम मजा नहीं आ रहा है। गोदाम चौर भन्ने ठाउँमा छौँ। यहाँबाट हामी निस्किँदैछौँ है। थाहै छैन कहाँबाट जाने कताबाट जाने। पहिला त गएको बाइकमा गएको, अब चाहिँ बसमा जानुपर्छ। ल हेर्दै गर्नु होला है। त्यो गाइजहरू कस्तो लागिरहेछ त मसँग घुम्न जान पाउँदा यता हेर न, यता यता हेरेर मैमा है तिमी त जाबेनी जस्तो भइरहेछ। कस्तो लागिरहेछ ब्रो त? के गरिन्छ? हाम्रो आजको गाइड चाहिँ होइन उहाँ नै हुनुहुन्छ। हाम्रो के भन्छ गुगल म्याप भन्दै नि भयो, त्यो पनि नि भयो। हामीलाई चाहिँ थाहा छैन बाटो, अब गएपछि थाहा हुन्छ। यहाँ यता चाहिँ फेरि हाम्रो दाइ चाहिँ दिउँसै फिटान भएर हो कि खोइ के भएर मस्त सुतिराख्नु भयो रहेछ। उठाइदिउँ भने फेरि झगडा गर्ने होला होइन, कराउने होला, यत्तिकै छोडिदिनु होला। यो चाहिँ ललितपुरको हाइवे रहेछ है, गोदाबारी हाइवे। यस्तो छ होइन, गाडी चाहिँ बबाल हिँड्छ यो बाटो पनि है। अलिकति बाटो काट्न चाहिँ अलिक ध्यान पुऱ्याएरै काट्नुपर्ने हुन्छ है। यो बाटो यस्तो छ। हामी चाहिँ अहिले एटिएम जाँदैछौँ। त्यसपछि चाहिँ हामी के भन्छ सार्वजनिक बस चढेरै गइन्छ होला। अब हामी इनड्राइभ गर्ने भनेको, तर हेरौँ के हुन्छ है त। हामी इनड्राइभ गरिन्छ कि नगर बस चढेर सार्वजनिक बस चढेर गइन्छ। ल है अब हामी यस्तै सानो भेन चढेर जानुपर्छ। मान्छे चाहिँ प्याक हुँदो रहेछ है। अब अहिले चाहिँ हामी गोदाबारी साइडमा आयौँ होइन। यहाँ गाडीमा आएको है हामी चाहिँ। अब इनड्राइभ गरिएन, गाडीमा सस्तो पर्ने भएर। यहाँ छ गोदाबारीको साइन भएको होइन, झन्डा, नेपालको झन्डा सहित छन् हाम्रो गाइजहरू। अब मस्त घुम्नुपर्छ एकछिन। यहाँ चाहिँ हाम्रो गोदाबारीको फुटबल ग्राउन्डहरू रहेछ है। जनताहरू खतरा भविष्यका खेलाडीहरू खेलिरहेका छन्। हामी लगभग है आइसक्यौँ है गोदाबारीको परिसरमा। अब यहाँनिर अब टिकट काटेर भित्र जाने होला। अनि त्यसपछि मस्त भित्रको सिनहरू पनि म देखाउँछु है। पहिलाको पालि आउँदा चाहिँ मैले भ्लग बनाएको थिइनँ, यो पालि चाहिँ मैले भ्लग बनाएको छु। हाम्रो ग्याङहरू यहाँ छ। अब मस्त होइन पर्छ, दामी छ भ्यूहरू। अहिले त भ्यू देखाइ के देखाउने, यो त जङ्गलहरू है। जङ्गलहरू नि जङ्गलमा के भन्छन् है, जङ्गलमा के हो के नि छैन। यहाँ राम्रो छ जङ्गल एकदम। तू समझा? हाँ नहीं तू समझा नहीं। राम्रो छ जङ्गल एकदम। हामी लगभग आइयो इन्ट्रासमा। आज चाहिँ धेरै मान्छे नरहेछन्। यस घोडा पनि रहेछ यहाँ, घोडा अब एकछिन घुम्नु पर्छ, भित्र जानुपर्छ। ल है साथीभाइहरू हेरौँ यहाँ गोदाबारीको सुन्दर फुल।
यहाँ चाहिँ लाली गुराँस लिएछ है। लाली गुराँसको बोट चाहिँ यहाँ छ, तर के रहेछ यो थाहा भएन है। आफै हेरेर पत्ता लगाउनु होला। ल हामी अहिले चाहिँ हामी गोदाबारीभित्र प्रवेश गरिसकेका छौँ। साथीहरू यहाँ छन्। अब मस्त यहाँ घुम्नुपर्छ। यहाँ चाहिँ यो चाहिँ खास गरी यो सरकारी अफिस कार्यालय पनि हो है। यो राष्ट्रिय वनस्पति उद्यानको होइन, यो वन्य भन्छ कि के भन्छ, वन मन्त्रालय अन्तर्गत पर्छ होला सायद यो एरिया। एकदम राम्रो छ यहाँ, यस्तो दामी छ। भर्खरै हामीले फोटो पनि खिचाइसक्यौँ है। अब एकछिन घुम्ने भित्र केही 2-4 शब्द जाओस् न त दिपक भाइ। ल मेरो भ्लगमा कस्तो लागिरहेछ आज होइन घुम्न यसरी हामी चाहिँ। सो अहिले चाहिँ यहाँनिर है हामी भित्र छिरेको छौँ, तर दामी छ, बबल छ यो ठाउँ चाहिँ। अनि यहाँनिर चाहिँ विभिन्न वनस्पतिका बिरुवाहरू चाहिँ हामीले देख्न सक्छौँ, किनभने यहाँनिर जति पनि वनस्पतिको बिरुवाहरू छ तिनीहरूलाई चाहिँ संरक्षण गरेको छ। तर एकदम राम्रो छ। तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने आउनु सक्नुहुनेछ, वेलकम छ। यहाँ डेटिङ चाहिँ नआउनु होला, यहाँ डेटिङ गरेको थाहा पाएन फेरि पक्रेर लग्छन्। यो एरियालाई चाहिँ फोहोर नबनाउनु होला है। हा छिटो आउनु हो ग्याङहरू। Day we push away, never stop, we find our way. Move so fast, we make it last. Chasing time, it's running past. We race the sun, no time to stray. Burning bright, we light the day. Through the fire, come what may. Keep the rhythm all the way. ल है साथीभाइहरू, बिउ हेर्नुहोस्, फुल हेर्नुहोस्, कति राम्रो राम्रो फुल। आहा कति राम्रो फुल। यता त झन् फुल भन्दा नि राम्रो फुल, यता त झन् फुल भन्दा नि राम्रो फुल। तू समझा? हाँ नहीं, तू समझा नहीं। Clocks tick loud, the world won't wait. Every step decides our fate. Hearts on fire, no room for doubt. In this race, we're breaking out. We race the sun, no time to stray. Burning bright, we light the day. Through the fire, come what may. Keep the rhythm all the way. ल है साथीहरू हेरौँ है, यो भित्र सिसाको भवन बनाएर है रुखहरूलाई दामी तरिकाले गरिरहेको रहेछ है। यस्तो दामी छ। हेरौँ पोखरी खतरा रहेछ यार। म पहिला आउँदा त यो भित्र छिरेको थिएन, तर वाउ कस्तो दामी यार। ल अब हामी चाहिँ यहाँबाट बिस्तारै फर्किँदै गरेको है साथीभाइहरू। अब योभन्दा उता मैले भिडियो बनाउँदिनँ होला। ल धेरै धेरै धन्यवाद जति पनिले अन्तिमसम्म हेरिदिनु भयो, एकदम हृदयबाट धन्यवाद छ। ल बाई बाई। बाई बाई भनिदेऊ केटा, बाई बाई। बाई बाई भनिदेऊ, बाई बाई भनिदेऊ त केटा। सबैजना बिजी छन्। ल बाई। The pulse is strong, chasing the echoes all along.
thrill